मूर्ख मान्छे मात्रै बढी बोल्छ। बाइबलले भन्छ मूर्खले आफ्नो मूर्खता बोलेरै देखाउँछ। जब मान्छे धेरै बोल्छ नि थाहा पाउनुस् त्यो मूर्ख हो, मलाई केही पनि आउँदैन। जब मान्छे चुप लागेर बस्छ नि थाहा पाउनुहोस् ऊ बुद्धिमानी हो। बढी बोल्दाखेरि नि तपाईँले केही पनि रिसिभ गर्न सक्नुहुन्न, तपाईँले खालि सप्लाई मात्रै गर्नुहुन्छ। तपाईँसँग भएको अलिकति ज्ञान तपाईँले दिनुभयो, सकियो। सुन्नुहोस् न, अर्कोको ज्ञान भरिन्छ। हालेलुया। यो मूर्खहरूको फेरि एउटा साइन छ, दे नो एभ्रिथिङ, दे नोज एभ्रिथिङ। मूर्खलाई सबै कुरा आउँछ, उसलाई नआउने कुरा केही छैन। अलिकति बोले कि मैले थाहा छ, मैले बुझेँ। याद गर्नु होला, यदि तपाईँ कचिङ्गल मचाउनुहुन्छ, यदि तपाईँ विवाद मचाउनुहुन्छ, यदि तपाईँ झगडा मचाउनुहुन्छ, यदि तपाईँ गनगन गर्नुहुन्छ, यदि तपाईँ कचकच गर्नुहुन्छ नि त तपाईँको हृदयमा मैला छ। त्यो हृदयलाई तपाईँले अहिले नै सफा गर्नुहोस्। हालेलुया।